पाप दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बाबाले, तर यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु भएका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्जेल म संसारको ज्योति हुँ। यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो। अनि उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलोआमको, जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने, बसेर भिख माग्ने मान्छे के यही होइन? कसैले भने, यो त्यही हो। अरूले भने, होइन, यो त्यही जस्तो देखिन्छ। त्यसले भन्यो, म त्यही हुँ। तब तिनीहरूले त्यसलाई सोधे, तेरा आँखा कसरी खुलिए त? त्यसले जवाब दियो, यीशु भने एकजना मानिसले माटोको लेप बनाएर मेरो आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलोआममा जाऊ र पखाल। तब गएर मैले पखाले र म देख्ने भए। तिनीहरूले त्यसलाई भने, तिनी कहाँ छन् त? अनि त्यसले भन्यो, म जान्दिन। अघि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरू कहाँ ल्याए, जुन दिन यीशुले माटोको लेप बनाएर त्यसका आँखा खोलिदिनु भएको थियो। त्यो सभा दिन थियो। फरिसीहरूले त्यसलाई सोधे, त कसरी देख्ने भइस्? त्यसले तिनीहरूलाई भन्यो, उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनु भयो अनि मैले पखालेर देख्ने भए। फरिसीहरू मध्ये कुनैले भने, त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले सब्बात दिन पालना गर्दैन। तर अरूहरूले भने, कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्दछ? र तिनीहरूका बीचमा फाटो हुन गयो। तिनीहरूले त्यस अन्धलाई फेरि सोधे, उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा त के भन्छस्? त्यसले जवाब दियो, उहाँ अगमवक्ता हुनुहुन्छ। दृष्टि पाउने मानिसका आमा बाबुलाई बोलाएर नसोधुन्जेल यहुदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्। तब तिनीहरूले उनीहरूलाई सोधे, के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू जहाँ भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो? त्यसका आमा बुबाले तिनीहरूलाई भने, हामी जान्दछौँ यो हाम्रो छोरो हो र अन्धो जन्मेको थियो, तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौँ, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौँ। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ। त्यसका आमा बुबाले यी कुरा भने किनकि उनीहरू युवतीहरूदेखि डराउँथे, किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी युवतीहरू अघि नै सहमत भएका थिए। यसै कारण त्यसका आमा बुबाले भने, यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, परमेश्वरलाई महिमा दे, हामी जान्दछौँ यो मान्छे पापी हो। त्यसले जवाब दियो, उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न म जान्दिन। एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिएँ, तर अब देख्दछु। आमेन। हजुरहरू सबैलाई जय मसीह। हालेलुया।
त्यो पृष्ठभूमि हेर्नको लागि हामीले 7 अध्यायदेखि नै सुरु गर्नुपर्छ। 7 अध्यायमा हामीले हेर्ने हो भने येशू छाप्रोबासको चाडको अवसरमा यरुशलेमको मन्दिरमा जानुभएको थियो अनि उहाँले आफ्नो विषयमा चाहिँ गवाही दिँदै हुनुहुन्थ्यो। उहाँले जुन अधिकार र शक्तिसहित उहाँले आफ्नो विषयमा गवाही दिँदै हुनुहुन्थ्यो, त्यो कुराले गर्दाखेरि धेरै यहुदीहरूले उहाँमाथि विश्वास गर्न लागे अनि साँच्चीकै आउने भनेको ख्रीष्ट चाहिँ उहाँ नै हुनुहुन्छ भनेर विश्वास गर्न लागे। तर केही यहुदीहरू भने उनको विरोध गर्न लागे र त्यहाँ यहुदीहरूको बीचमा फाटो हुन लाग्यो। अनि जब यूहन्ना 8 अध्यायको 51 पदमा येशूले भन्नुभयो, यदि कसैले मेरो वचन पालन गर्दछ भने त्यसले कहिल्यै मृत्यु देख्ने छैन। अनि यसो भन्दै गर्दाखेरि अनि ती यहुदीहरूले चाहिँ शारीरिक मृत्युको विषयमा उनीहरूले बोल्छ। धेरै पटक येशूले वचन बोल्दै गर्दाखेरि जब उहाँले आत्मिकी कुराहरू गर्नुहुन्छ, आत्मिकी आँखाको कुरा गर्नुहुन्छ, आत्मिकी कानहरूको कुरा गर्नुहुन्छ, पवित्र आत्माको विषयमा कुरा गर्नुहुन्छ अनि हामीले यो 5वटा ज्ञानेन्द्रिय अङ्गहरू बाहेक हाम्रो शरीरले जुन पर्सिभ गर्ने जुन नेचुरल वर्ल्ड भन्दा पनि बाहिर अर्को स्पिरिचुअल वर्ल्ड अथवा आत्मिकी आयाम पनि छ भन्ने कुराहरू बताउँदै गर्दाखेरि धेरै पटक धेरै मानिसहरूले इभन उनका आफ्नै चेलाहरूले पनि त्यो कुराहरू बुझ्न सकिराखेको छैनन्। त्यो कुरा हामी यहाँ पाउन सक्छौँ। जसरी निकोदेमससँग दोस्रो जन्मको कुरा गर्दै गर्दाखेरि, आत्मिकी जन्मको विषयमा कुरा गर्दै गर्दाखेरि निकोदेमसले चाहिँ दोस्रो पटक कसरी शरीरमा जन्मिन सकिन्छ भनेर उल्टो प्रश्न राखेका थिए। सामरी स्त्रीसँग जुन पानीको विषयमा कुरा गर्दै गर्दाखेरि त्यो सामरी स्त्रीले चाहिँ शारीरिक पानी जुन शारीरिक तिर्खा मेटाउनको लागि गरिएको शारीरिक पानीको विषयमा उनले बुझेकी थिइन्। तर उहाँले चाहिँ पवित्र आत्मा परमेश्वरको आत्मिक पानीको विषयमा चाहिँ उहाँले बताउनु भएको थियो। यसै गरी यहाँ जुन मृत्युको विषयमा उहाँले बताउनु भयो, त्यो मृत्युको विषयमा बताउँदै गर्दा यी मानिसहरूले चाहिँ शारीरिक मृत्युको, यी यहुदीहरूले चाहिँ शारीरिक मृत्युको विषयमा उनीहरूले बुझे, तर त्यो चाहिँ आत्मिक मृत्यु अथवा दोस्रो मृत्युको विषयमा उहाँले बताउँदै हुनुहुन्थ्यो। अनि जब त्यो उनीहरूको बुझाइ अनुसार अनि उनीहरूले येशूलाई सोध्छन्, अनि के तिमी हाम्रा पुर्खा अब्राहम भन्दा पनि अधिका हो? सबै अब्राहम मरे, सबै अगमवक्ताहरू मरे, अनि तिमी चाहिँ के भन्दैछौ? जसले मेरो वचन सुन्दछ त्यसले कहिल्यै मृत्यु चाख्ने छैन भनेर भन्दैछौ। अनि के तिमीले अब्राहम र हाम्रा पुर्खाहरूलाई पनि भेट्यौ, देख्यौ? अनि त्यसपछि उहाँले भन्नुहुन्छ, तिमीहरूका पुर्खा अब्राहमले मेरो दिन देख्ने उत्कट इच्छा गरे र उनले देखे र प्रसन्न भए। अनि यसो भन्दै गर्दाखेरि उनीहरू चिडिन्छन्। अनि तिमी हेर्दाखेरि त 50 वर्ष पनि पुगे जस्तो देखिँदैनौ। अनि कसरी तिमीले अब्राहमलाई देख्यौ, अब्राहमलाई भेट्यौ? जबकि अब्राहम र येशू ख्रीष्टको समय अवधि हेर्ने भने 2000 वर्षको अन्तर छ। अनि त्यसपछि उहाँले भन्नुहुन्छ, तिमीहरूको पुर्खा अब्राहम भन्दा अघिबाटै म छँदैछु। थिए होइन, त्यहाँ भूतकालमा उहाँले बताउनु भएको छैन। उहाँले तिमीहरूको पुर्खा अब्राहम भन्दा अघिबाटै म छँदैछु। त्यहाँ जुन कालको प्रयोग गरिएको छ, त्यो कालको प्रयोग गर्दै गर्दाखेरि त्यहाँ इटर्नल, उहाँ परमेश्वर भएको कुरा उनीहरूले बुझ्छन्। अङ्ग्रेजीमा नेपालीमा अनन्त एउटै शब्द प्रयोग गरिएको छ, अनन्तदेखि अनन्तसम्म। तर अङ्ग्रेजीमा इटर्नल र एभरलास्टिङ भनेर दुईवटा शब्द प्रयोग गरिएको छ। इटर्नल, परमेश्वर चाहिँ इटर्नल, गॉड इज इटर्नल, परमेश्वर चाहिँ इटर्नल हुनुहुन्छ, जसको सुरु पनि छैन र अन्त पनि छैन, इन्फिनिटी टु इन्फिनिटी। तर एभरलास्टिङ, जसको बिगिनिङ छ तर अन्त चाहिँ छैन।
त्यसैले हामी मानिसहरूको जीवन चाहिँ जब हामीले प्रभुमाथि विश्वास गर्छौँ हामीले चाहिँ एभरलास्टिङ जीवन हामी पाउँछौँ। तर परमेश्वर चाहिँ इटर्नल हुनुहुन्छ जसको सुरु र अन्त नै छैन। अनि यसले यो कुरा भन्दै गर्दाखेरि ती यहुदीहरूले आफूलाई यसले परमेश्वर बनाएको छ, किनकि ऊ अब्राहमभन्दा पनि अघिबाटै भएको कुरा उसले बताएको छ र जुन शब्द प्रयोग उहाँले गर्नुभएको थियो त्यो शब्दले, त्यो इटर्नल भन्ने शब्दले उहाँको सुरु नै नभएको कुरा जो हामीले हाम्रो विज्ञानले 13.8 बिलियनमा मात्र यो ब्रह्माण्ड सुरु भएको कुरा, तर त्यो भन्दा पनि अगाडि नै येशू ख्रीष्ट भएको कुरालाई यी व्यक्तिहरूले बुझ्दछन्। अनि जसको कारणले गर्दाखेरि अनि परमेश्वरको वचनले पनि भन्दछ येशू ख्रीष्ट चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ, अनन्तको परमेश्वर हुनुहुन्छ। अनि उहाँ सबै कुराहरू पृथ्वी स्वर्गमा र पृथ्वीमाथि भएका सबै दृश्य र अदृश्य, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै उहाँद्वारा र उहाँकै महिमाको निम्ति सिर्जिएका हुन्। अनि हामी जब उत्पत्ति 1:1 हेर्छौँ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। आदिमा भन्दै गर्दा त्यसले समयलाई बुझाउँछ, आकाश भन्दै गर्दाखेरि स्पेस र पृथ्वी भन्दै गर्दाखेरि पदार्थ। अनि हामी समयलाई अझै टुक्र्याएर हेर्छौँ भने भूत, वर्तमान र भविष्य, अनि ठाउँलाई हामी टुक्र्याएर हेर्छौँ भने लम्बाइ, चौडाइ र उचाइ अथवा गहिराइ, अनि त्यसै गरी हामी पदार्थलाई अझै त्यसलाई सानो रूपमा टुक्र्याएर हेर्छौँ भने सोलिड, लिक्विड एन्ड ग्यासियस अथवा ठोस, तरल र ग्यास भनेर हामी प्रत्येकलाई तीनवटा रूपमा हामी पाउँछौँ। अनि यो हेर्दै गर्दाखेरि चाहिँ येशू ख्रीष्ट चाहिँ जब हामी आदिमा भनेर हामी समयलाई बुझाउँछ, आकाश भन्दै गर्दाखेरि स्पेसलाई र पृथ्वी भन्दै गर्दाखेरि पदार्थलाई हेर्यो भने टाइम, स्पेस एन्ड म्याटर भन्दा पनि अघिदेखि नै येशू चाहिँ हुनुहुन्थ्यो। त्यसैले उहाँ परमेश्वर हुनुहुन्छ, जसको कारणले गर्दाखेरि समय, ठाउँ र पदार्थले येशू ख्रीष्टलाई, हाम्रो परमेश्वरलाई कुनै पनि प्रभाव पार्दैन। तर उहाँको प्रभाव चाहिँ यो समय, ठाउँ र पदार्थहरूमा पर्दछ, जसको कारणले गर्दाखेरि समयलाई पनि दुई भाग येशू ख्रीष्टको जन्मले गरेको छ। अनि यो वाद विवाद रहँदै गर्दाखेरि जब अब्राहमभन्दा अघिबाटै म छँदैछु भन्दै गर्दाखेरि यसले आफूलाई परमेश्वर हो भन्ने दाबी गर्दैछ भन्ने थाहा पाएर ती यहुदीहरूले येशू ख्रीष्टलाई मार्नको लागि ढुङ्गा टिप्छन् र त्यो ढुङ्गा टिप्दै गर्दाखेरि तिनीहरूबाट बस्नको लागि त्यो यरुशलेमको मन्दिरबाट बाहिर निस्किँदै गर्दा जन्मैदेखि अन्धो भएको एकजना व्यक्तिलाई येशूले देख्नुहुन्छ। जब येशूको साथमा चेलाहरू पनि थिए, जब येशूका चेलाहरूले त्यो अन्धो व्यक्तिलाई देख्दछन् अनि सोध्दछन्, गुरुज्यू कसले पाप गर्यो, यसले कि यसका आमा बाबुले र यो अन्धो जन्मियो? जब मानिसहरू पीडामा हुन्छन्, दुःख कष्टमा हुन्छन्, उसका नजिकका मानिसहरूले त्यो दुःख कष्ट र पीडामा मलमपट्टी लगाउने होइन, तर ती कुरालाई चाहिँ एउटा सामाजिक बन्नकै लागि भने पनि एउटा कुरा काट्ने विषय यहाँ चेलाहरूको लागि यो चाहिँ सब्जेक्ट अफ डिस्कसन, छलफलको एउटा विषय बनेको छ। तर येशूको लागि चाहिँ एउटा उहाँको दया देखाउने एउटा प्र्याक्टिकल डेमोन्स्ट्रेसन, व्यावहारिक रूपमा आफ्नो प्रेम प्रकट गर्ने अवसर मिलेको छ। अनि कतिपटक हाम्रो जीवनमा पनि जब हामी दुःख कष्टबाट जान्छौँ, हामी पीडामा हुन्छौँ, मानिसले हामीलाई त्यस्तै कुरा काट्ने विषय वस्तु बनाउँछन्। कतिपटक खिसी टिउरी गर्छन्, कतिपटक उनीहरूले
उसले गरेको पापको फल भोग्दैछ पनि भन्न भ्याउँछन् होइन। बुवा आमाको पापको फल यसले भोगेको पनि हुन सक्छ भनेर पनि भन्न भ्याउँछन्। तर येशू ख्रीष्टले जब हामीहरू मानिसहरूको लागि चाहिँ कुरा काट्ने विषय बन्दै गर्दा येशू ख्रीष्टको लागि चाहिँ उहाँको प्रेम प्रकट गरे हामी अवसर बन्न पुग्छौँ। अनि येशूले तिनीहरूलाई भन्नुहुन्छ न त यसको पापले न त उसका आमा बाबुको, यस हेतुले कि परमेश्वरको काम उसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुनेको कामहरू मैले दिन सधैँ गर्नुपर्छ। रात आउँछ जब कसैले काम गर्दैन। संसारमा हुन्थ्यो, म संसारको ज्योति हुँ। अनि सबै दुःख कष्ट पापको प्रतिफल हुँदैन, तर सबै अधर्म र पापहरूले चाहिँ दुःख कष्ट निम्त्याउँछ। केही समय अरू मानिसहरूले नदेख्लान् मैले गुप्तमा गरेको छु, तर कालान्तरमा सबै अधर्म र दुःख कष्टले पीडा र कष्ट ल्याउँदछ। अनि जब येशूले भन्नुभयो न यसका आमा बाबुले, तर परमेश्वरको काम उसको जीवनमा प्रकट होस् भन्ने हेतुले यो भएको हो। थाहा छैन तपाईँ कस्तो जन्मिनु भयो, तर तपाईँले केही सोच्दै हुनुहुन्छ। अनि उहाँले भन्नुभयो समय छँदै मलाई पठाउनु हुनेको काम हामीले गर्नुपर्छ। अनि यो हामी भन्दै गर्दाखेरि जसरी येशूले यो व्यक्तिको आँखा खोल्ने काम गर्नुभयो भने हामी येशूसँग भएका चेलाहरूको काम चाहिँ के, र हामी येशूमाथि विश्वास गर्ने मानिसहरूको काम चाहिँ के। यहाँ जुन दिनको कुरा गरिएको छ यो 12 घण्टाको दिन र 12 घण्टाको रातको विषयमा उहाँले बताउनु भएको थिएन। त्यो चाहिँ उहाँ पृथ्वीमा रहने समय अवधिलाई दिनले संकेत गर्नुभएको छ भने जब उहाँ पृथ्वीबाट स्वर्गारोहण भएर जानुहुन्छ त्यो समयलाई चाहिँ उहाँले रातले यहाँ सम्बोधन गर्दै हुनुहुन्छ। अनि तपाईँ र मेरो लागि चाहिँ दिन भनेको जब हाम्रो यो शरीर चाहिँ यो पृथ्वीमा रहन्छ, यो पृथ्वीमा रहन्जेलको हाम्रो लागि दिन हो। जब यो शरीर पार्थिव शरीर चाहिँ यो पृथ्वीबाट चाहिँ हामी बिदा हुन्छौँ, त्यसपछि हाम्रो त्यो रात हुन्छ। त्यसै कारणले उहाँले भन्नुहुन्छ जब तिमीहरू दिन छँदा नै तपाईँ हामीलाई पठाउनु हुने परमेश्वरको काम हामीले गर्नुपर्छ। सुसमाचार सुनाउनु पर्ने, रोगी बिरामीहरूमाथि हात राखेर प्रार्थना गर्नुपर्ने, अनि त्यसपछि येशू ख्रीष्टमाथि अघि बढ्दै विश्वासमा अघि बढ्दै जाऊ भनेर उत्साह दिँदै गर्नुपर्ने कामहरू चाहिँ हामीले पृथ्वीमा रहँदा नै यो पार्थिव शरीरमा रहँदा नै हामीले हाम्रा मानिसहरूलाई ती कुराहरू हामीले गर्नुपर्छ। जब म स्वर्गमा जान्छु त्यसपछि म सुसमाचार सुनाउँछु। जब म स्वर्गमा जान्छु तब म मानिसहरूको लागि हात राखेर प्रार्थना गर्छु। जब म स्वर्गमा जान्छु अनि म तिनीहरूलाई चाहिँ प्रभुमा विश्वासमा अघि बढ्नलाई उत्साह दिन्छु भनेर हामी सोच्दैछौँ भने त्यो बेला ढिलो भइसकेको हुनेछ, किनकि स्वर्गमा ती कुराहरू गर्नै पर्दैन हामीले। अनि जो चाहिँ आजसम्म प्रभु येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नुभएको छैन भने तपाईँहरूको दिन चाहिँ पृथ्वीमा यो शरीरमा रहँदा नै यो फुल कन्सियस पूर्ण चेतन अवस्थामा नै हुँदा नै तपाईँले आफूलाई आफ्ना सबै पापहरू मानिलिएर येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर हृदयमा विश्वास र मुखले घोषणा गर्नुपर्छ। होइन तिम्रो सत्य तिमीसँग राख, मेरो सत्य मसँगै छ भन्ने लाग्छ भने वास्तवमा सत्य एउटै मात्र हुन्छ,
तिम्रो सत्य मेरो सत्य, तिम्रो सत्य तिमीसँग छ, मेरो सत्य मसँग छ भन्ने हुँदैन। हाई स्कुल पढ्दै गर्दाखेरि हामी कतिपल्ट 2 + 2 = 3, 2 + 2 = 4, 2 + 2 = 5, 2 + 2 = 6, अनि हामी कतिपल्ट म्याथमा चाहिँ 2 + 2 = 3 पनि हामी कता म्याथको रुलले गर्दा हामीले 2 + 2 = 3 पनि बनाउँथ्यौँ, कहिलेकाहीँ 5 पनि बनाउँथ्यौँ, कहिलेकाहीँ 6 पनि बनाउँथ्यौँ। तर वास्तवमा 2 + 2 = 4 सबै एउटै हुन्छ। बनाउन खोजिएको मात्र 3 पनि हो, 5 पनि हो, 6 पनि हो, तर वास्तवमा सत्य एउटै हुन्छ, 2 + 2 = 4। त्यसैले येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पिता कहाँ आउन सक्दैन। अनि त्यसैले जब हामी यो पृथ्वीमा चाहिँ यो पार्थिव शरीरमा हुँदा नै एउटा पूर्ण चेतन अवस्थामा, फुल कन्सियस अवस्थामा हुँदा नै येशूलाई हामीले आफ्नो बनाएका छौँ कि छैनौँ, आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर बनाएका छौँ कि छैनौँ, त्यसले फरक पार्दछ। अब तब येशूले त्यो मानिसको त्यो अवस्था देख्नुभयो। अवस्था देखिसकेपछि उहाँले भन्नुभयो, उहाँले भुइँतिर हेरेर थुक्नुभयो र माटोको लेप बनाएर त्यो व्यक्तिको आँखामा लगाइदिनु भयो र भन्नुभयो, जाऊ सिलोआमको तलाउमा, सिलोआम जसको अर्थ पठाउने, पठाइएको, तलाउमा जाऊ र पखाल्नु। अनि त्यसपछि त्यो अन्धो मानिस सिलोआमको तलाउमा गएर पखाल्यो र देख्ने भयो। त्यो यरुशलेमको मन्दिरदेखि 1500 फिट टाढा भएको त्यो सिलोआमको तलाउमा जाँदै गर्दाखेरि त्यो अन्धो मानिसको मनमा धेरै कुराहरू पक्कै पनि खुल्यो। खेलेको हुनुपर्छ। त्यो 1500 फिट हिँड्दै गर्दाखेरि उसले धेरै कुराहरू उसको मनमा खेलेको थियो पक्कै पनि, किनकि वो लगभग त्यो मानिस 30 वर्षको उमेरको भइसकेको थियो। 30 वर्षको उमेरसम्म उसले कहिले पनि त्यस्तो मिठो शब्दहरू सुनेको थिएन। उसले त केवल सुनेको थियो त घृणा, तिरस्कार र हेपेर बोलिने शब्दहरू मात्र उसले सुनेको थियो। तर येशूले उसलाई भन्नुभयो, जाऊ सिलोमको तलाउमा गएर पखाल्नु। आज धेरै वर्षपछि जन्मेदेखि आजको दिनसम्म कहिल्यै नसुनेको तिमी भन्ने शब्द यो अन्ध मानिसले आज सुनेको छ। अनि त्यति मात्र नभएर आजको दिनसम्म मलाई जन्माउने आमा मैले देखेको छैन। आज बिहानसम्म मलाई जन्माउने आमा मैले देखेको छैन। सूर्यको प्रकाश कस्तो हुन्छ मैले देखेको छैन। अनि दिन र रातको अन्तर कस्तो हुन्छ मलाई त्यो पनि थाहा छैन। जसले मलाई मेरो आँखामा लेप लगाइदियो त्यो व्यक्तिलाई पनि मैले देखेको छैन। तर अबको केही बेरपछि मैले सूर्यको प्रकाश देख्नेछु। मेरो आँखामा यो माटोको लेप लगाइदिने व्यक्तिलाई मैले देख्नेछु। मलाई जन्म दिने मेरो आमालाई मैले देख्नेछु। अनि बिहान यो मन्दिरमा माग्नको लागि आउँदै गर्दाखेरि जुन पशु पन्छीहरूको आवाज मैले सुन्दै थिएँ, ती आवाज मात्र होइन, अब ती पशु पन्छीहरूलाई पनि मैले देख्नेछु। जुन हावाको वेगले गर्दाखेरि जुन रुखका पातहरू हल्लिएको आवाजहरू मात्र मैले सुनेको थिएँ, तर अब मैले ती रुखहरू पनि मैले देख्नेछु। वास्तवमा आज बिहानसम्म मेरो पुरै संसार अन्धकार भएको थियो, तर अब मेरो संसार उज्यालो भएको मैले देख्नेछु। त्यो धेरै कुराहरू उसको मनमा आयो र उसले जाउन त कति
एउटा कोमल टच, येशूको त्यो कोमल स्पर्श र त्यो कोमल आवाजलाई पछ्याउँदै त्यो आवाजलाई उनले मान्छन्, पालन गर्छन् र तलाउमा जान्छन्। जब उनले पकाए उनको आँखा खुल्यो, उनी देख्ने भए। वास्तवमा त्यो आँखा देख्नुको पछाडि त्यो थुक पनि थिएन, माटोको लेप पनि थिएन, त्यो तलाउको पानी पनि थिएन, पावलको पसिना पुस्ने रुमाल पनि थिएन, अनि कपडाको फेर पनि थिएन, तेल पनि थिएन। थियो त केवल येशूको त्यो जेन्टल टच, येशूको स्पर्श र त्यो आवाज र उनले पालना गरेको कुरा उनी निभोगेका थिए। थाहा छैन, it doesn't matter what you were born with, तपाईँ कस्तो जन्मिनु भयो त्यसले फरक पार्दैन। तपाईँ छोरो भएर जन्मिनु भयो, छोरी भएर जन्मिनु भयो, कस्तो रङको जन्मिनु भयो, खोरे जन्मिनु भयो, अन्धो जन्मिनु भयो, कान नसुन्ने भएर जन्मिनु भयो, कस्तो जन्मिनु भयो, कुन जातमा जन्मिनु भयो, वास्तवमा त्यो जात त मानिसहरूले आफ्नो प्रभुत्व बनाउनको लागि, आफ्नो प्रभुत्व गर्नको लागि बनाएका त्यो मानव निर्मित कुराहरू मात्र। परमेश्वरले त तपाईँ र मलाई आफ्नै स्वरूपमा र आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभएको छ। हामी जब मैले अर्को व्यक्तिलाई हेर्दछु मैले परमेश्वर देख्छु, जब तपाईँले अर्को व्यक्तिलाई हेर्नुहुन्छ तपाईँले उसमा परमेश्वर देख्नुहुन्छ। त्यसैले तपाईँ कुन जातमा जन्मिनु भयो, तपाईँ कुन दर्शनमा जन्मिनु भयो, पूर्वीय दर्शनमा जन्मिनु भयो वा पश्चिमी दर्शनमा जन्मिनु भयो, इट डजन्ट म्याटर। यो कुराले केही फरक पार्दैन। हिन्दूमा जन्मिनु भयो, बुद्धिस्टमा जन्मिनु भयो, किरातीमा जन्मिनु भयो, क्रिस्चियनमा जन्मिनु भयो, मुस्लिममा जन्मिनु भयो अथवा नास्तिकवादमा जन्मिनु भयो, यी कुनै कुराले फरक पार्दैन। येशूले तपाईँ र मलाई व्यक्तिगत रूपमा छुन चाहनुहुन्छ। येशूले व्यक्तिगत रूपमा तपाईँ र मलाई छुन चाहनुहुन्छ। त्यसैले कतिपल्ट तपाईँहरू निराश हुनुहुन्छ। मेरा बाबुबाजे पनि छडिया थिए, त्यसैले म छडिया जन्मे। मेरो बाबुबाजे पनि जुवाडे थिए, त्यसैले म जुवाडे नै जन्मे। अनि मेरो घरमा सधैँ बुवामा झगडा र कलह मात्र गर्थे। म त एउटा कलहले भरिएको घरमा जन्मे। अनि के गर्नु, म त अभागी रहेछु। बाउले अर्की आमा लिएर गए, आमाले अर्की बाउ टिपेर गए, म एक्लो भएँ। म त कति अभागी रहेछु। हुनसक्छ त्यस्तो टुक्रिएको परिवारमा तपाईँ जन्मिनु भयो। It doesn't matter. Jesus wants to touch you. येशूले तपाईँलाई छुन चाहनुहुन्छ। मानव इतिहासको विभिन्न कालखण्डमा विभिन्न वादहरू आए। कार्ल मार्क्स, लेनिनवाद, कम्युनिज्म, हिन्दुइज्म, बुद्धिज्म, विभिन्न वादहरू आए र ती सबै वादहरूका आफ्नै संस्थापकहरू छन्। र कुनै पनि संस्थापकहरूले जब तिमीहरू भेला हुन्छौ म त्यहाँ उपस्थित हुन्छु भनेर प्रतिज्ञा गरेका छन्। येशू ख्रीष्टले चाहिँ प्रतिज्ञा गर्नुभएको छ, जहाँ 2 कि 3 जहाँ मेरो नाउँमा भेला हुन्छौ म तिमीहरूको माझमा हुन्छु। Jesus is here right now. Yes. He is here. He is here right now to touch you. येशू ख्रीष्ट तपाईँ र मेरो बीचमा उहाँको प्रतिज्ञा अनुसार यहाँ हुनुहुन्छ। थाहा छैन तपाईँ कस्तो जन्मिनु भयो। He is here right now to touch you. येशू ख्रीष्ट तपाईँ र मलाई छुनलाई यहाँ उपस्थित हुनुहुन्छ। अनि
जब निको भयो अनि निको भइसकेपछि सधैँ त्यो मन्दिरमा बसेर भिख मागिराख्ने मानिसलाई देखेर उसका छिमेकी र त्यो भिख मागेको देख्ने व्यक्तिहरूले भन्छन् यो त त्यही व्यक्ति होइन, त्यही अन्ध व्यक्ति होइन जो चाहिँ बसेर सधैँ भिख माग्ने गर्थ्यो। अनि कसैले भने हो त्यही हो, अनि अरूले भने होइन त्यस्तै त्यस्तै देखिन्छ तर होइन। तर त्यस व्यक्तिले भन्छ मै हुँ, त्यो व्यक्ति मै हो। आज बिहान म अन्धो आएको थिएँ तर अहिले म देख्ने भएको छु। त्यो व्यक्ति मै हो। म बिहान अन्धो आएको थिएँ तर म अहिले देख्ने भएको छु। जब तपाईले आशिष पाउनुहुन्छ, तपाईले पाएको आशिष मा डाहा गर्नेहरू धेरै हुन्छ। तपाईले पाएको आशिष, तपाईले पाएको उद्धार, तपाईले पाउनुभएको चङ्गाई, तपाईले पाउनुभएको मुक्तिको लागि सबै खुसी हुँदैनन्। र त्यही छिमेकी भनाउँदा जसले चाहिँ दिनौँ मागिरहेको देख्ने व्यक्तिहरूले नै लिएर फरिसीहरू कहाँ, यहुदीहरूका धर्मगुरु फरिसीहरू कहाँ लिएर जान्छ। अनि ती फरिसीहरूले सोध्छन् कसरी देख्ने होस्। ती छिमेकीहरूले पनि सोधेका थिए कसरी निको भइस्। उनले सबै मेरी बिस्तर लगाएर म यसरी निको भयो। अनि त्यही प्रश्न फेरि ती फरिसीहरूले पनि सोध्छन् त कसरी निको भइस्। अनि त्यही फेरि दोहोऱ्याएर पनि सोध्छन्, आफ्नै बुवा आमाले पनि सोध्छन्, थाहा छैन। अनि त्यो कुराहरू फरिसीहरूले पत्याउँदैनन्। त्यसपछि आफ्नो बुवा आमा कहाँ पनि लिएर जान्छन्। अनि यो तिमीहरूको छोरो हो। अनि उहाँहरूले भन्छन् हो, तर यो कसरी देख्ने भयो। अनि किनकि मानिसहरूलाई आफ्नो समाज, आफ्नो गुचीबाट बाहिर निस्किन, बाइकट हुन कसैलाई पनि मन पर्दैन। उनीहरूको बुवा आमालाई पनि त्यो युदीहरूको सभाघरबाट बाइकट हुन मन थिएन। यदि कसैले यसुलाई चाहिँ उहाँ नै ख्रीष्ट हुनुहुन्छ भने त्यो यहुदीहरूको सभाघरबाट, यहुदीहरूको गुच्छीबाट नै उनीहरूलाई बाइकट गर्ने सहमत गरिसकेका थिए। त्यसैले ऊ आफै बोल्न सक्ने भएको छ, ऊ आफ्नो उमेर पुगेको छ, उसैलाई सोध्नुहोस् ऊ कसरी निको भयो हामीलाई थाहा छैन। जबसम्म उनीहरूले जुन यो प्रश्न गरे 4 पटकसम्म, यो खण्डमा 4 पटकसम्म कसरी, हाउ वेयर योर आइज ओपन, रङ प्रश्न, गलत प्रश्नहरू। जबसम्म कसले भन्ने थाहा हुँदैन, हु ओपन योर आइज, त्यो चाहिँ राइट क्वेसन हो। जब कसले भन्ने थाहा हुन्छ, कसरी भनेर सोधिराख्नै पर्यो। अनि त्यो मानिसले अब आफ्नै बुवा आमाले पनि उसको विषयमा नबोल्ने भयो। कतिपटक हाम्रो आफ्नै परिवारमा यो कुरा लागु हुन्छ। कतिपटक तपाईँको बारेमा, तपाईँले पाएको उद्धारको विषयमा तपाईँको श्रीमतीले, तपाईँले पाएको उद्धारको विषयमा तपाईँको श्रीमानले, तपाईँको आफ्नो सन्तानले, तपाईँको आफ्नै बुवा आमाले पनि तपाईँको विषयमा, तपाईँले पाउनुभएको आशिषको बारेमा, तपाईँले पाउनुभएको चङ्गाईको बारेमा, तपाईँले पाउनुभएको उद्धारको बारेमा, तपाईँले पाउनुभएको मुक्तिको बारेमा उनीहरूले मुख खोल्न चाहँदैनन्। किनकि गुच्छीबाट अथवा आफ्नो समाजबाट बाहिर हुने निकै डर हुन्छ। म एक्लो हुन्छु कि भन्ने उनीहरूलाई डर हुन्छ। If nobody speaks for you, you have to speak for yourself. यदि कसैले पनि तपाईको विषयमा बोल्दैन भने तपाई आफै बोल्नुहोस्। If nobody speaks for you, you have to speak yourself. अनि उसले भन्छ
कसैले उसको पक्षमा नबोल्ने भएपछि अनि ती फरिसीहरूले उसलाई ऱ्याक पारिराखेकै छन्। के अरे तैँले परमेश्वरलाई महिमा दे, त्यो मानिस पापी हो। पुरानो नियममा त यस्ता जन्मैदेखि अन्धो मानिसलाई आँखा देख्ने बनाउने त परमेश्वर मात्र हो। यो काम परमेश्वरबाट भएको। तैँले परमेश्वरलाई महिमा दे, परमेश्वरलाई धन्यवाद दे। त्यो मानिस पापी हो, त्यसले त सबातको दिनलाई पनि पालना गरेको छैन र त्यति मात्र नभइकन सबातको दिनमै तँलाई निको बनाएको छ। अनि यहाँ मानवता भन्दा पनि माथि उनीहरूको धार्मिक विधि विधान, the spirit of religion is working among these people. यो फरिसीहरूलाई चाहिँ आफ्नै धार्मिक विधि विधान परम्पराको कुरा छ। त्यो यसुले थुक्नु भयो, थुक्न पाइन्थ्यो, तर त्यो थुक्दै गर्दाखेरि त्यो माटोको डल्ला गएर जब त्यो लेदो भयो, लेदो हुँदै गर्दाखेरि यहुदीहरूको जुन एउटा मिशनामा जुन सबात दिनमा के गर्ने के नगर्ने भनेर लेखिएको जुन एउटा मिशनामा थुक्न पाइन्छ, तर थुकेर जब त्यो डल्लो बनेर उठ्छ त्यो चाहिँ काम हुन्छ, त्यो चाहिँ कृषिसँग सम्बन्धित काम हुन्छ। यसुले त्यही नियम उल्लङ्घन गर्नुभएको थियो। अनि त्यसैले यहुदीहरूले ती फरिसीहरूले भन्छन् त्यो मानिस पापी हो, तर त्यस व्यक्तिले भन्छ म जान्दिन पापी हो कि होइन, तर मलाई एउटै कुरा मात्र थाहा छ, म आज बिहान जाँदा म अन्धो थिएँ तर अहिले म देख्छु। आज बिहान जाँदा म अन्धो थिएँ तर म अहिले देख्छु। मेरा कानहरू बन्द भएका थिए तर म अहिले सुन्छु। मेरा आत्मिक आँखाहरू बन्द भएका थिए तर अहिले मेरा आत्मिक आँखाहरू खोलिएका छन्। म निर्बल, म एकदमै कमजोर र शक्तिहीन थिएँ तर म अहिले बलियो भएको छु। मेरो शरीरमा धेरै किसिमका रोगहरू लागेका थिए तर येशूले मलाई निको बनाउनु भयो, मलाई चङ्गाइदिनु भयो र म अन्धकारको शक्तिका विभिन्न बन्धनहरूले म बाँधिएको थिएँ तर म अहिले छुटकारा पाएको छु र म स्वतन्त्र भएको छु। म रोगी थिएँ तर म अहिले निरोगी भएको छु, मैले छुटकारा पाएको छु। अनि मेरा सबै बन्धनहरूबाट मैले छुटकारा पाएको छु, म स्वतन्त्र भएको छु। म गरिब थिएँ, म धनी भएको छु। म शान्तिमा थिएँ, म अहिले शान्ति पाएको छु। म निराशामा थिएँ, मैले आशा पाएको छु। म अन्यायमा थिएँ, मैले न्याय पाएको छु। म अत्याचारमा थिएँ, मैले भलाइ पाएको छु। र म मेरो माता पिताको प्रेम विहीन थिएँ, मैले ख्रीष्टको प्रेम मैले पाएको छु। मैले मेरो ख्रीष्टको प्रेम पाएको छु। If nobody speaks for you, you have to speak yourself. यदि कसैले तपाईको विषयमा बोल्न सक्दैन, तपाईले पाएको उद्धारको विषयमा, तपाईले पाएको आशिषको विषयमा, तपाईले पाएको चङ्गाइको विषयमा, तपाईले पाएको छुटकाराको विषयमा यदि कसैले बोल्दैन भने बोले तपाईले बोल्न सुरु गर्नुहोस्। अनि त्यसपछि त्यो अन्धो मानिस र त्यो फरिसीहरूको बिचमा ठुलो बहस हुन्छ। त्यहाँ तल खण्डमा हेर्दै जानु भने त्यहाँ ठुलो बहस हुन्छ। बहस भइसकेपछि सायद त्यो येशूको त्यो कोमल स्पर्श नपाएको भए त्यति आँटिलो व्यक्ति पनि थिएन होला। जब येशूको त्यो कोमल स्पर्श उसले थाहा पायो, येशूको शक्ति जब उसको जीवनमा प्रकट भएको उसले थाहा पायो, आज बिहानसम्म शिर पनि उचालेर ती धर्मगुरुहरू फरिसीहरूसँग बोल्न नसक्ने मान्छे यहाँ बहस गर्न सक्ने भएको छ। अनि त पापी होस्,
पापी होस्, तेरो पापको फल भोग्दै थिइस्, 11 सम्म त मन्दिरको कुनामा बसेर माग्दै थिइस्, त पापी होस् र पापको फल भोग्दै थिइस्, त जस्तोले हामी जस्तो फरिसीहरू धर्मगुरुहरूलाई सिकाउने भइस्। त्यसपछि उनीहरूले आफ्नो सभाघरबाट उसलाई बाहिर निकालिदिन्छ। अनि त्यो कुरा येशूले थाहा पाउनुहुन्छ। तीमा फरिसीहरूले चाहिँ उसलाई बाहिर निकालिदिएको कुरा थाहा पाइसकेपछि येशू जानुहुन्छ, त्यसलाई भेट्नुहुन्छ। के तिमी मानिसको पुत्रमा विश्वास गर्न चाहन्छ? म उहाँमाथि विश्वास गर्न चाहन्छु, तर उहाँ को हुनुहुन्छ? तिमीले उनलाई देखिरहेका छौ, तिमीसँग बोल्ने उयो हो। अनि त्यसपछि प्रभु, म तपाईमा विश्वास गर्छु, र उनले धन्यवाद गर्छ। अनि साँच्चै नै त्यो मानिसको विश्वास सुरुमा एउटा मानिसले माटोको लेप बनाएर मेरो आँखामा लगाइदियो र सिलोनको तलाउमा गएर पखाल खुल्नुभयो र मैले पखाली देख्ने गएँ। सुरुमा भेट्दा एउटा मानिस मात्र भेटेको थियो। जब फरिसीहरूले उनलाई सोधे, तेरो त आँखा देख्ने भएको छ, उसको विषयमा म चाहिँ के भन्छस् भन्दाखेरि, म उहाँलाई अगमवक्ता भन्छु, हुनुहुन्छ भन्ने म ठान्छु। तर जब येशूसँग यो दोस्रो पटक भेट भयो, एउटा मानिसबाट अगमवक्ता हुँदै, प्रभु, म तपाईमा विश्वास गर्छु भनेर धन्यवाद गरेको कुरा यादमा आउँछ। अनि साँच्चै नै आज तपाईँ र मैले येशूलाई कुन रूपमा चिनेका छौँ, that's difference in our life. त्यो कुराले तपाईँ र मेरो जीवनमा फरक पार्छ। उठ्नुहोस्, हामी सबैजना हामी उठ्नेछौँ। स्वर्गीय परमेश्वर पिता, तपाईको पुत्र येशूको नाममा हामी तपाईलाई धन्यवाद दिन्छौँ। थाहा छैन तपाईहरू कति अझै पनि दुविधामा हुनुहुन्छ र साँच्चै नै प्रभु येशू चाहिँ साँच्चै मेरो जीवनको व्यक्तिगत प्रभु र मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा निश्चयता छैन भने तपाईले मसँग यो प्रार्थना मुख खोलेर हृदयमा विश्वास गर्नुहोस् र मुख खोलेर प्रार्थना गर्नुहोस् र भन्नुहोस्, हे प्रभु येशू, म तपाईको चरणमा आउँदछु, मेरा सबै पापहरू म मानिलिन्दछु र मेरो पापको पश्चाताप गर्दछु र मेरो हृदयको ढुङ्गा खोल्दछु र प्रभु तपाईँ मेरो हृदयमा आउनुहोस्, वास गर्नुहोस्। अबको समयमा मेरो आफ्नो इच्छा अनुसार होइन, तर तपाईको इच्छा अनुसार म जिउन सकूँ। प्रभु तपाईलाई धन्यवाद, मेरो सबै पाप क्षमा गर्नुभएको लागि प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। अनि साँच्चै नै प्रभु हामी तपाईको चरणमा आएका छौँ। हामी प्रभु तपाईलाई धन्यवाद दिँदछौँ। अनि तपाईले त्यो गर्नुभएको प्रेम, जसरी एउटा अन्धो मानिसले एउटा मानिसबाट अगमवक्ता अनि अगमवक्ताबाट जसरी प्रभु भनेको थियो, साँच्चै नै मेरो जीवनको प्रभु र मुक्तिदाता प्रभु तपाईँ हुनुहुन्छ। प्रभु तपाईलाई धन्यवाद दिन्छु। तपाईले दिनुभएको शान्ति, तपाईले दिनुभएको आशा, तपाईमा भएको त्यो अनन्त जीवन, यी सबै कुराको लागि प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। सबै कुराको लागि धन्यवाद दिँदै यो बिन्ती प्रार्थना येशूको नाममा।
हुन्छ।